गाइस दर्शक नमस्ते, इट्स मी सुजन भण्डारी फ्रम दाङ। आज म हजुरहरूलाई मेरो घरको गार्डनको सेयर गराउँछु है त। यहाँ रहेको छ हाम्रो आँप, भर्खरैले फुल खेल्ने मौसम भइरहेको छ, फुल खेलिरहेको छ। अनि त्यसपछि हाम्रो देखाउँछु है त, यहाँ फलिरहेको छ, यो सानो सानो रुख छ तर धेरै फलेको छ है। अनि त्यसपछि यहाँनिर रहेको छ धेरैले एकदम मेहनत गरेर रोपेको सुन्तला, सानो छ, फलेको छैन। अनि यहाँनिर छ हाम्रो बारमासे आँप, यो पनि फलेको छैन, सानो छ, सायद अर्को वर्षदेखि फल्छ कि। अनि यहाँ मम्मीले मेहनत गरेर रोपेको सिमी छ। त्यसै गरी यहाँ अर्को आँप छ, यो चाहिँ भर्खर फुल्दैछ। यहाँनिर छ हाम्रो पाइनएप्पल, भैकटर, मैले चाहिँ पहिले नै टिपेर खाइसकेको। अब छ यो बोटहरू मात्रै छ, सायद अर्को साल फल्छ होला अब। अनि ड्याडीले यहाँनिर यो रोप्नुमा थियो एउटा सपेटा चाहिँ एउटा मात्रै फलेको छ है, एउटा मात्रै फलेको छ, कहिले पाक्छ थाहा छैन खै, सानो छ भर्खरै। त्यसै गरी हाम्रो रहेको छ यहाँनिर चेरी पनि सानो छ, सायद फुल्छ कि भन्ने आश चाहिँ छ यो पटक। त्यसै गरी हाम्रो यहाँनिर यो जालीमा रहेको छ ड्रागन फ्रुटहरू। त्यसै गरी यो हाम्रो लरे आँप यतातिरको यो छ। अनि त्यसै गरी हाम्रो यहाँनिर रहेको छ बेलुती, फलेको थियो, मैले खाएर सिद्धाइसकेँ। अनि त्यसै गरी यहाँ रहेको छ आँप अर्को पनि, यो पनि फुल खेल्दैछ भर्खरै। अनि यहाँनिर अर्को रहेको छ सुन्तला, जो कि अहिले यति धेरै फलेको थियो, यति खाइयो यो सुन्तला घरमा। अहिले फुल खेल्न सुरु गरेको छ भर्खरै, फुल चाहिँ खेलेको छ धेरै, कतिको टिक्छ हेरौँ। अनि यता तलतिर रहेको छ हाम्रो पाइनएप्पलहरू, सबै सानो सानो छ रोपेको सब। अनि यो हाम्रो यहाँ फुलहरू मम्मीले रोप्नु भएको फुल, मम्मीलाई एकदम लास्ट मनपर्छ, त्यही भएर धेरै फुलहरू रोप्नुहुन्छ है। अनि त्यसपछि यहाँनिर यो हाम्रो स्याउ थियो, सब ड्याडीले काटिदिनु भएको, धेरै अग्लो भयो भनेर, सायद अब अर्को साल फल्छ कि राम्रोसँग काटेर। अनि हाम्रो यहाँनिर फुलहरू छ, मम्मीले एकदम मनपर्छ मम्मीहरूलाई, अनि मेहनत पनि त्यसै गर्नुहुन्छ फुलको लागि। अनि यहाँनिर हाम्रो रहेको छ स्ट्रबेरी पाकिरहेको हुन्छ, मैले खाइरहेको हुन्छ डेली। यहाँनिर पनि रहेछ एउटा भर्खर पाक्दो रहेछ, सानो रहेछ, अहिले नटिपौँ भोलि टिपौँला। अनि यहाँ पनि रहेको छ, यस्तो छ स्ट्रबेरीहरू, सब यहाँ फुलिरहेको छ। 4-5 दिन भएको हुन्छ होला सायद खाने, कति छ कति खाइरहेको हुन्छु मैले, चराले खाइरहेको हुन्छन्। अनि त्यसै गरी यतातिर छ फुलहरू छ, यतातिर तरकारीहरू पनि मम्मीले खन्नु भएको छ सबै। एकदम मम्मीलाई यस्तोमा धेरै जाँगर चल्छ अरे तरकारी रोप्ने, फुल रोप्नेमा, त्यही भएर धेरै गर्नुहुन्छ त्यस्तो। अनि यहाँ चाहिँ हाम्रो अमिलो, हाम्रो यतातिर अमिलो भन्छौँ हामीले, अमिलो फलेको छ, फुल खेलेको छ यो पटक धेरै। अनि यहाँनिर रहेको छ आरू, सिमी चरा कराइरहेको छ चिर गरेर, साँझको सुरुवात साँझको त्यसमा। अनि गाइस रहेको छ यो चाहिँ हाम्रो घर, यता चाहिँ किचन, मम्मीले भित्र खाना पकाइराख्नु भएको छ, के बनाइराख्नु भएको छ म सोध्छु यता मम्मीलाई। यसै गरी यता पनि ड्रागन फ्रुट छ। यसै गरी यो चाहिँ हाम्रो अङ्कलको घर हो। अनि यतातिर चाहिँ दुबो भइहाल्यो रोप्नु भएको, यो प्याज लसुन। अनि त्यसरी गाई चाहिँ होइन, हाई यो चाहिँ म, यहाँ चाहिँ ड्याडी हुनुहुन्छ बसिराख्नु भएको छ। अनि यहाँ चाहिँ मम्मी पकाइराख्नु भएको छ। मम्मी आज के पाक्दैछ? मटन पाक्दैछ, मटन कट्लेसी। आज मटन पाक्दै गर्दा ड्याडीलाई कस्तो फिल भइरहेछ, कस्तो भइरहेछ? अलि फिलिप त मलाई धेरै सधैँ राम्रो हुन्छ, तर आज अलि फेभर भएको हुनाले पनि अलि ठिक छैन आज भनेपछि ज्यानलाई ठिक छैन। आई एम अलवेज ह्याप्पी। या ठिक छ त्यसो भए। मम्मीको आज मटन पाक्दैछ, आज हामीले मटन खानेवाला छौँ साँझ। आजलाई यस मिनी भलामा यति नै, अरू आउने छन् अर्को नेक्स्ट भिडियोमा। बाई बाई।